नमस्कार साथीहरू। आजको क्लासमा हामी क्लास 11 को बुक्स अफ ओरिजिनल इन्ट्री जर्नल इन्ट्रीको बारेमा कुरा गर्छौँ। यसको बेसिक कन्सेप्टको बारेमा कुरा गर्छौँ। भिडियो अन्तिमसम्म हेरिदिनु होला र भिडियो मन परेमा लाइक, शेयर, सब्स्क्राइब र कमेन्ट गर्न नबिर्सिनु होला। सो बुक्स अफ ओरिजिनल इन्ट्री अर जर्नल भनेर भन्छ। कस्तो हुन्छ भनेर भन्दाखेरि हाम्रो बिजनेसमा ट्रान्जेक्सन हुन्छ हैन, हाम्रो बिजनेसमा धेरैवटा एक्टिभिटिजहरू हुन्छ। त्यो एक्टिभिटिज मध्येबाट पनि जुन एक्टिभिटिज चाहिँ पैसा र पैसासँग तुलना गर्न मिल्छ हैन, मनी आर इक्विभ्यालेन्ट टु मनीसँग कम्पेयर गर्न मिल्छ भने त्यसलाई हामी ट्रान्जेक्सन भनेर भन्छौँ। हो त्यो ट्रान्जेक्सनहरूलाई रेकर्ड गर्ने क्रममा चाहिँ हामी एउटा सेपरेट बुक्स अफ अकाउन्टमा रेकर्ड गर्छौँ। सो बुक्स अफ अकाउन्टमा चाहिँ ट्रान्जेक्सनहरू मात्र रेकर्ड हुन्छ। अनि त्यो ट्रान्जेक्सनहरूलाई रेकर्ड गर्दाखेरि बुक्स अफ अकाउन्टमा रेकर्ड गर्दाखेरि त्यसको फर्स्ट स्टेप अथवा बुक्स अफ अकाउन्टको फर्स्ट च्याप्टर अथवा फर्स्ट स्टेप भनेको चाहिँ हाम्रो जर्नल हो। जर्नलले चाहिँ हाम्रो बिजनेसमा भएको ट्रान्जेक्सनलाई सिस्टमेटिकली अर्डरमा के गर्छ, डेट अनुसारले अथवा अर्डर अफ डेट अनुसारले सिस्टमेटिकली रेकर्ड गर्छ। सो त्यो रेकर्ड गर्दाखेरि एउटा डेबिट एस्पेक्टमा रेकर्ड गर्छ, अर्को क्रेडिट एस्पेक्टमा रेकर्ड गर्छ। सो त्यसैलाई हामी के भन्छौँ भनेर भन्दा जर्नल भन्छौँ। सो जर्नल भनेको चाहिँ बुक्स अफ अकाउन्टको फर्स्ट स्टेप भयो अथवा इट्स अ प्राइमरी इन्ट्री अफ रेकर्डिङ द ट्रान्जेक्सन हैन, इट्स अ प्राइमरी स्टेप अफ बुककिपिङको फर्स्ट लेसन नै के हो त, जर्नल हो। र जर्नलले चाहिँ हाम्रो बिजनेसमा भएको ट्रान्जेक्सनलाई रेकर्ड मात्र गर्ने काम गर्छ। इट ओन्ली रेकर्ड्स द बिजनेस ट्रान्जेक्सन। सो अब रेकर्ड गर्दाखेरि चाहिँ हामीले पढ्ने अकाउन्टिङ सिस्टम भनेको डबल इन्ट्री बुककिपिङ सिस्टम हो। सो यो डबल इन्ट्री बुककिपिङ सिस्टमले के भन्छ त भनेर भन्दाखेरि एउटा ट्रान्जेक्सनको दुईवटा ठाउँमा रेकर्ड हुन्छ, एउटा डेबिटमा अर्को क्रेडिटमा। सो एउटा डेबिटमा अर्को क्रेडिटमा। अनि त्यही डेबिट र क्रेडिटको हामीले रुल्स जान्नुपर्ने हुन्छ जर्नल बनाउनुभन्दा अगाडि। सो डेबिटमा के कुरा रेकर्ड गर्ने, क्रेडिटमा के कुरा रेकर्ड गर्ने भन्ने कुराको नलेज भएपछि बल्ल हामीले के गर्छौँ, जर्नल बनाउन सक्छौँ। सो अब यहाँनिर हामीले रुल्स अफ डेबिट एन्ड क्रेडिट भनौँ अथवा रुल्स अफ जर्नल भनौँ हैन, त्यसको रुल चाहिँ के छ त भन्दा अन द बेसिस अफ टाइप्स अफ अकाउन्ट भनेर भनेको छ। यो चाहिँ ट्रेडिसनल एप्रोच भयो हैन, यो चाहिँ ट्रेडिसनल अप्रोच हो। यसको बारेमा पनि हामी अहिले चर्चा गर्छौँ। यो ट्रेडिसनल भनेको परम्परागत पुरानो विधि भयो भने अहिलेको मोडर्न एप्रोच अनुसारले चाहिँ अन द बेसिस अफ चेन्ज इन एसेट्स, लायबिलिटी एन्ड क्यापिटल भनेर भन्छ हैन। एसेट्स, क्यापिटल र लायबिलिटी चेन्ज भएको अनुसारले पनि जर्नल बनाउन मिल्छ। त्यसलाई हामी एकाउन्टिङ इक्वेसन अर मोडर्न एप्रोच भनेर भन्छौँ। योभन्दा अगाडिको भिडियोमा हामीले अकाउन्टिङ इक्वेसनको बारेमा पढिसकेको छौँ। अकाउन्टिङ इक्वेसन जान्ने मान्छेलाई लगभग जर्नल आउँछ यो मोडर्न एप्रोचबाट। र मैले चाहिँ ट्रेडिसनल र मोडर्न दुइटैबाट सिकाउँछु हैन। सो ट्रेडिसनल चाहिँ अलिकति लेन्दी छ, अलिकति गाह्रो लाग्न सक्छ नयाँ मान्छेहरूलाई। सो ट्रेडिसनल भनेको परम्परागत पुरानो विधि हो हैन, जसले चाहिँ टाइप्स अफ अकाउन्ट छुट्याएर अनि त्यो अकाउन्ट अनुसारले रुल्स बनाउनुपर्छ भनेर भन्छ। सो मोडर्न एप्रोचले अथवा एकाउन्टिङ इक्वेसन अनुसारले चाहिँ के भन्छ भन्दाखेरि चेन्ज इन एसेट्स, लायबिलिटी र क्यापिटलको आधारमा चाहिँ जर्नल के अरे डेबिट र क्रेडिट छुट्टिन्छ भनेर भन्छ। सो अब हामी यहाँ ट्रेडिसनल एप्रोचको कुरा गर्दाखेरिमा सो टाइप्स अफ अकाउन्ट कतिवटा हुन्छ भनेर भन्दाखेरि एउटा पर्सनल हुन्छ, एउटा इम्पर्सनल हुन्छ हैन। पर्सनल अकाउन्ट, एउटा इम्पर्सनल अकाउन्ट। पर्सनल अकाउन्टको रुल डेबिट द रिसिभर हुन्छ, क्रेडिट द गिभर हुन्छ भनेको यसको बारेमा हामी फेरि चर्चा गर्छौँ। सो अर्को भनेको इम्पर्सनल अकाउन्ट हुन्छ। इम्पर्सनल अकाउन्ट भनेको रियल अर प्रोपर्टी अकाउन्ट भनेर भन्छ। यसले चाहिँ डेबिटले वाट कम्स इन, जे आउँछ डेबिट, जे जान्छ, जे बाहिर जान्छ त्यो, जे भित्र आउँछ डेबिट, जे बाहिर जान्छ त्यो क्रेडिट हुन्छ भनेर भन्छ। सो नोमिनल अर फिक्टिसियस अकाउन्टले के भन्छ भन्दाखेरि जति पनि खर्च र घाटाहरू हुन्छ त्यो सबै डेबिटमा जान्छ र जति पनि इन्कम र फाइदा भएको कुराहरू आउँछन्, आम्दानी र फाइदा भएका कुराहरू आउँछन् त्यो सबै क्रेडिटमा आउँछ भनेर भन्छ। सो अनि पर्सनल अकाउन्टले चाहिँ रिसिभर, जसले पाउँछ त्यो डेबिट, जसले दिन्छ त्यो क्रेडिट भनेर भन्छ। सो अब हामी त्यो टाइप्स अफ अकाउन्टलाई अझै ब्रिफली एक्सप्लेन गर्छौँ, अझै बृहत रूपमा जान्ने प्रयास गर्छौँ। सो पर्सनल अकाउन्ट भनेको के हो त भनेर भन्दाखेरि अन अकाउन्ट विच इज मेन्टेन फर अ नेचुरल अर आर्टिफिसियल लिगल पर्सन इज कल्ड पर्सनल अकाउन्ट। कुनै पनि व्यक्ति सङ्घ संस्थाको बारेमा अथवा कुनै पनि व्यक्ति सङ्घ संस्थाको नाम जोडिएर आएको छ भनेर आयो भनेदेखि त्यो चाहिँ के हुन्छ, पर्सनल अकाउन्ट हुन्छ। नेचुरल पर्सन रिप्रेजेन्ट ह्युमन बिङ्स एन्ड आर्टिफिसियल अर लिगल पर्सन इन्क्लुड बिजनेस फर्म्स, कम्पनीज, इन्स्टिट्युसन इटिसी। सो कुनै पनि बिजनेस कम्पनीको नाम आएर, नाम जोडिएर आयो अथवा कुनै पनि पर्सन हैन, व्यक्ति सङ्घ संस्था हैन, रामश्याम हरिगीता हैन, एबिसी XYZ YY CG
हैन। यसरी नाम जोडिएर कुनै इन्स्टिट्युसन अथवा कुनै कम्पनीको कुनै बिजनेस फर्मको नाम जोडियो भने पनि त्यो पर्सनल अकाउन्ट भयो। कुनै पार्टिकुलर व्यक्ति हैन लाइक रामश्याम हरिकिता हैन यसरी व्यक्ति अथवा कुनै सङ्घ संस्थाको नाम जोडिएर आयो भने त्यो पर्सनल अकाउन्ट हुने रहेछ। सो सिमिलरली रिप्रेजेन्टेटिभ पर्सन इन्क्लुड ओके एडभान्स एन्ड आउटस्ट्यान्डिङ इन्कम एन्ड एक्सपेन्सेस हरिज अकाउन्ट XYZ कम्पनी अकाउन्ट क्यापिटल अकाउन्ट आउटस्ट्यान्डिङ वेजेस एकाउन्ट इटिसी आर द इक्जाम्पल अफ सच पर्सनल अकाउन्ट भनेर यसरी हामीले पर्सनल अकाउन्टलाई छुट्याउन सक्दो सो पर्सनल अकाउन्टको रुल्स चाहिँ के रहेछ त डेबिट र क्रेडिटको हैन। पर्सनल अकाउन्टको रुल्स के रहेछ त भन्दाखेरि द पर्सन रिसिभिङ बेनिफिट इज गिभन डेबिट भनेर भन्छ। जसले प्राप्त गर्छ यही डेबिट द रिसिभर भनेर भन्छ। सो जसले फाइदा लिन्छ जसलाई फाइदा हुन्छ हैन। जस्तै त्यहाँ पर्सनल अकाउन्ट भनेर आयो र त्यो पर्सनल अकाउन्टलाई हेर्ने हैन त्यो पर्सनल अकाउन्टले फाइदा लिएको छ कि छैन रिसिभ गरेको छ कि छैन। यदि रिसिभ भएको छ ऊ रिसिभर भएको छ भने उसले उसको अकाउन्ट डेबिटेड हुन्छ हैन। भन्न खोजेको जसलाई फाइदा भएको छ जसले केही कुरा प्राप्त गरेको छ त्यो रिसिभरलाई चाहिँ हामी के भन्छौँ डेबिट भन्छौँ। त्यस्तै गरिकन एन्ड द पर्सन गिभिङ बेनिफिट इज गिभन क्रेडिट भनेर भन्छ। अनि जसले अरूलाई फाइदा दिन्छ हैन जसले चाहिँ गिभन गरेको हुन्छ हैन जसले चाहिँ अरूलाई दिएको हुन्छ त्यो दिने मान्छे गिभर चाहिँ के हुन्छ त क्रेडिट हुन्छ। भनेको मतलब पर्सनल अकाउन्ट पहिला छुट्याउनु पर्यो ट्रान्जेक्सनबाट हैन। कुनै व्यक्ति सङ्घ संस्था बिजनेस फर्म कर्पोरेट अफिसको नाम आएको छ भने त्यो के भयो पर्सनल अकाउन्ट भयो। त्यो पर्सनल अकाउन्ट अन्तर्गत त्यो व्यक्ति र सङ्घ संस्थालाई फाइदा भएको छ भने ऊ डेबिट भयो हैन। उसले केही कुरा प्राप्त गरेको छ उसलाई फाइदा भएको छ उसले रिसिभ गरेको छ प्राप्त गरेको छ उसको अकाउन्टमा उसको नाममा केही आएको छ भने त्यो डेबिट भयो। र उसले कसैलाई केही कुरा दिएको छ हैन त्यो पर्सन अथवा त्यो पर्सनल अकाउन्टले चाहिँ कसैलाई केही कुरा दिएको छ भने त्यो चाहिँ के भयो त क्रेडिट भयो। अर्को भनेको इम्पर्सनल अकाउन्ट। इम्पर्सनल भनेको चाहिँ पर्सनल भन्दा बाहेकको अकाउन्ट। सो यहाँ चाहिँ पर्सनमा चाहिँ सङ्घ संस्था र व्यक्तिको मात्र आयो भने त्यो भन्दा बाहेककोलाई चाहिँ हामी इम्पर्सनल भन्छौँ। द अकाउन्ट विच आर नट रिलेटेड विथ इन्डिभिजुअल फर्म्स अर कम्पनीज अर रिप्रेजेन्टेटिभ पर्सन आर कल्ड इम्पर्सनल। भनेको कुनै व्यक्ति सङ्घ संस्था भन्दा बाहेकको चाहिँ अकाउन्टलाई हामी चाहिँ के भन्छौँ इम्पर्सनल भनेर भन्छौँ। अथवा कुनै पनि व्यक्ति सङ्घ संस्थासँग सम्बन्धित नभएका चाहिँ ट्रान्जेक्सन अर अकाउन्टलाई हामी के भन्छौँ भनेर भन्दा इम्पर्सनल अकाउन्ट भन्छौँ। दिज इम्पर्सनल अकाउन्ट्स क्यान बी क्लासिफाइड इन्टु टु ग्रुप्स एज सच सोन बिलो भनेर भनेको छ। यसलाई हामी एउटा रियल अकाउन्टबाट गर्न सक्छौँ र अर्को नोमिनल अकाउन्टबाट गर्न सक्छौँ। सो रियल अकाउन्ट भनेको चाहिँ के रहेछ त भनेर भन्दाखेरि द अकाउन्ट अफ दोज लाइफलेस थिङ्स हैन जसको चाहिँ कुनै लाइफ नै हुँदैन त्यो लाइफलेस थिङ्स विच रियली एक्जिस्ट विथ मोनिटरी भ्यालु हैन। कुनै पनि भौतिक वस्तुहरू जसको कुनै लाइफ नै हुँदैन र जो त्यसले चाहिँ मोनिटरी भ्यालु र अथवा त्यसको चाहिँ कुनै मोनिटरी भ्यालुएसन हुन्छ हैन त्यसलाई चाहिँ पैसासँग तुलना गर्न मिल्छ दाँच्न मिल्छ र त्यसको कुनै भ्यालुएसन आउँछ पैसासँग तुलना गरेर सपोज भ्यालु आउँछ भने त्यसलाई हामी के भन्छौँ रियल अकाउन्ट भन्छौँ। सपोज ल्यान्ड भनेर भन्यो हैन बिल्डिङ भनेर भन्यो। सो ल्यान्ड र बिल्डिङको त एउटा मोनिटरी भ्यालुएसन पैसासँग कम्पेयर गरेर एउटा भ्यालु आउँछ नि त। सपोज 10 लाखको ल्यान्ड हैन अथवा 20 लाखको बिल्डिङ भनेर यसरी के आउँछ पैसासँग कम्पेयर गर्न मिल्छ। भनेको लाइफलेस थिङ्स जसको चाहिँ पैसासँग भ्यालु चाहिँ आउँछ पैसासँग भ्यालु आउँछ र यही कुरालाई हामी के भन्छौँ रियल अकाउन्ट भन्छौँ। भनेको जेनरली भन्दाखेरि यसलाई हामी के भनेर भन्छौँ भन्दाखेरि गुड्स अथवा प्रपर्टी एसेट्स आर थिङ्स ओन्ड बाई अ बिजनेस एन्ड युजिङ दिज द बिजनेस इज क्यारिड अन भनेको कुनै पनि बिजनेसले कुनै पनि प्रपर्टी सामान हैन अथवा सम्पत्तिहरू केही कुरा ओन गरेको छ आफ्नो नाउँमा पारेको छ आफ्नो नाउँमा लिएको छ भने त्यसलाई हामी भनेर भन्छौँ के त भन्दाखेरि रियल अकाउन्ट त्यस्तोलाई भन्छौँ। भनेको कुनै पनि फिक्स एसेट्स हैन कुनै पनि फिक्स एसेट्स लाई हामी के भन्छौँ त भनेर भन्दाखेरि रियल अकाउन्ट भनेर भन्छौँ। नट ओन्ली द फिक्स एसेट्स कुनै पनि लाइफलेस थिङ्सहरू हैन जसको चाहिँ कुनै लाइफ नै हुँदैन तर त्यसको कुनै मोनिटरी भ्यालुएसन हुन्छ भने त्यसलाई हामी रियल अकाउन्ट भन्छौँ। सो फिक्स एसेट्स चाहिँ यसको बेस्ट इक्जाम्पल हो हैन अथवा अरू अन्य करेन्ट एसेट्सहरू पनि भए। सो अब यसमा चाहिँ टु टाइप्स अफ अकाउन्ट पर्छ एउटा टेन्जिबल रियल अकाउन्ट र अर्को इन्टेन्जिबल रियल अकाउन्ट भनेर भन्छ। सो टेन्जिबल भनेको के त भनेर भन्दाखेरि जसलाई देख्न र छुन सकिन्छ र जसको फिजिकल चाहिँ रूपरङ्ग हुन्छ हैन सिन एन्ड टच भनेर भन्छ। सो देख्न र छुन सकिन्छ हैन जसको चाहिँ कुनै स्ट्रक्चर हुन्छ जसको कुनै स्ट्रक्चर हुन्छ सेप एन्ड साइज हुन्छ र लाइफ चाहिँ हुँदैन फेरि लाइफलेस नै हुन्छ। भनेको टेन्जिबल भनेको देख्न र छुन सक्ने भनेर भनेको जस्तै ल्यान्ड एन्ड बिल्डिङ भयो भेहिकल भयो फर्निचर भयो मेसिनरी भयो इक्विपमेन्ट भयो प्लान्ट एन्ड मेसिनरी भयो
होइन। सो दिज अल आर द टेन्जिबल एसेट्स। सो त्यो टेन्जिबल एसेट्सलाई हामी टेन्जिबल रियल अकाउन्ट भनेर भन्छौँ। अर्को भनेको इन्टेन्जिबल रियल अकाउन्ट भनेर भनेको चाहिँ जसलाई हामी देख्न र छुन सकिँदैनौँ, ओन्ली वी क्यान फिल, जस्तै गुडविल होइन, गुडविल, त्यसपछि पेटेन्ट होइन, ट्रेडमार्कहरू, प्रिलिमिनरी एक्सपेन्सेसहरू, यस्तो कुराहरू चाहिँ के भयो त भनेर भन्दाखेरि यो चाहिँ इन्टेन्जिबल एसेट्स भयो। भनेको रियल अकाउन्टले के कुरालाई जनाउँदो रहेछ त भनेर भन्दाखेरि कुनै पनि लाइफलेस थिङ्स होइन, कुनै पनि इक्विपमेन्ट, कुनै पनि एसेट्स अथवा कुनै पनि सामान होइन, कुनै सम्पत्तिहरू जसले चाहिँ जुन चाहिँ बिजनेसले ओन गरेको छ, बिजनेसले लिएको छ, आफ्नो नाउँमा लिएर आएको छ र त्यसलाई चाहिँ युज गरेर बिजनेसले के अरे कम्पनीले बिजनेस चलाइरहेको छ भने त्यसलाई हामी भन्छौँ रियल अकाउन्ट। सो रियल अकाउन्ट अनुसार रुल के हुँदो रहेछ त भनेर भन्दाखेरि डेबिट वाट कम्स इन होइन, जे कुरा आफ्नो बिजनेसमा आउँछ त्यसलाई हामी डेबिट गर्छौँ भने जे कुरा बिजनेसबाट बाहिर जान्छ त्यसलाई हामी के गर्छौँ, क्रेडिट गर्छौँ। जस्तै बिल्डिङ कुनै बिजनेसले किन्यो भने त्यो बिल्डिङ त बिजनेसको नाउँमा आयो नि त, सो द्याट इज डेबिट। र कुनै कम्पनीले ल्यान्ड बेच्यो, आफ्नो जमिन बेच्यो भनेदेखि त अब जमिन बाहिर गयो होइन, गोज आउट, सो त्यो चाहिँ ल्यान्डलाई हामी के गर्छौँ अथवा बिल्डिङलाई जुन कुरा बाहिर जान्छ त्यसलाई हामी क्रेडिट गर्छौँ। सो डेबिटले जे आउँछ त्यसलाई डेबिट गर्नु पर्यो भनेको रियल अकाउन्टको पहिला हामी डिफिनेसन बुझ्नु पर्यो, मिनिङ बुझ्नु पर्यो होइन। रियल अकाउन्ट अनुसारले चाहिँ कुनै पनि एसेट्स अरू गुड्स अर प्रपर्टीलाई भनेर जनायो। सो त्यो एसेट्स अर प्रपर्टीहरू हाम्रो बिजनेसभित्र आयो भने त्यो डेबिट, हाम्रो बिजनेसभन्दा बाहिर गयो भने त्यसलाई हामी के भन्छौँ, क्रेडिट भन्छौँ। अर्को भनेको नोमिनल अकाउन्ट भनेर भन्छ। सो नोमिनल अकाउन्ट भनेको के हो त भनेर भन्दाखेरि नोमिनल अकाउन्ट्स आर अल्सो नोन एज फिक्टिसियस एसेट्स, फिक्टिसियस अकाउन्ट्स। दिज आर द अकाउन्ट अफ ओके एक्सपेन्सेस एन्ड लस इन्क्लुड एन्ड इन्कम एन्ड गेन भनेर भनेको छ। भनेको इन्कम र गेन र एक्सपेन्सेस र लस भएको कुराहरूलाई चाहिँ हामी नोमिनल अकाउन्ट भनेर भन्छौँ। सो दिज अकाउन्ट आर कल्ड नोमिनल अकाउन्ट बिकज दे एक्जिस्ट इन द नेम ओन्ली। यो चाहिँ नाममा मात्र हुन्छ अरे होइन, न यसलाई देख्न सकिन्छ, न छुन सकिन्छ, न यसको कुनै सेप हुन्छ, न कुनै साइज हुन्छ होइन, न यसको लाइफ हुन्छ, न लाइफलेस हुन्छ, ओन्ली द्याट चाहिँ त्यो कुरा चाहिँ नाममा मात्र आउँछ। अब जस्तै स्यालेरी भनेको खर्च हो नि त होइन, सो वेजेस भनेको के हो त, खर्च हो नि त। अब यो कुराहरू हामीलाई चाहिँ यसलाई हामी नेममा मात्र मेन्सन गर्छौँ होइन, तर स्यालेरी कस्तो हुन्छ, वेजेस कत्रो हुन्छ भन्ने कुरा त हामीले देख्दैनौँ होइन। सो यसको लाइफ कति अथवा यो लाइफलेस हो कि होइन भनेर यस्तो कुराहरू हामीले हेर्दैनौँ। भनेको मतलब नाममा मात्र आउने तर चाहिँ इन्कम र गेन होइन र एक्सपेन्सेस र लस भएको कुराहरू मात्र देख्न सक्ने भएको कुराहरूलाई हामीले के गर्छौँ भन्दा नोमिनल अकाउन्ट गर्छौँ। सो दे क्यान नट बी सिन अर टच, दे डु नट रियल्ली एक्जिस्ट भनेर भनेको। सो यसलाई देख्न र छुन सकिँदैन र उनीहरू साँच्चीकै हुँदा पनि हुँदैन होइन। स्यालेरी अब कस्तो हुन्छ त, रूपरङ्ग होइन, कालो सेतो गोरो अग्लो होचो होइन, कस्तो हुन्छ स्यालेरी हामीले देख्दैनौँ। वेजेस कस्तो हुन्छ, मोटो पातलो होइन। सो कुनै यसको रूपरङ्ग पनि हुँदैन र यसलाई हामीले रियल्ली काहीँ स्यालेरी चाहिँ होइन कुनै संसारको कुनामा गएर खोजेर स्यालेरी कस्तो हुन्छ भनेर भेटिँदैन। भनेको यो साँच्चीकै हुँदैन, यसलाई नाममा मात्र आउँछ, स्यालेरी भनेर नाम भनेर मात्र बुझ्नु पर्यो। सो स्यालेरी अकाउन्ट, कमिसन अकाउन्ट, वेजेस अकाउन्ट, इट इज आर द इक्जाम्पल अफ नोमिनल अकाउन्ट भनेर भने। सो यिनीहरू चाहिँ के भयो त, इन्कम र एक्सपेन्सेस भयो। सो त्यही भएर हामीले यसलाई नाममा मात्र राख्छौँ। सो यो चाहिँ नोमिनल अकाउन्टको रियल्ली इक्जाम्पल भयो। अर्को भनेको अब रुल्स अफ नोमिनल अकाउन्टको चाहिँ रुल के हो त डेबिट र क्रेडिट भन्दाखेरि डेबिटमा जति पनि एक्सपेन्सेस र लस भएको छ होइन, जति पनि तपाईँले खर्च गर्नुभएको छ र घाटा बिहोर्नु भएको छ त्यो सबै कुरा के भयो त, डेबिट भयो होइन। भनेदेखि त्यस्तै इन्कम र गेन जति पनि तपाईँले आम्दानी गर्नुभएको छ र तपाईँलाई जति पनि फाइदा भएको छ भने त्यो के भयो त, क्रेडिट भयो होइन। सो अब हामीले यहाँबाट बुझ्नुपर्ने कुरा चाहिँ के रहेछ भन्दाखेरि सो ट्रेडिसनल एप्रोचले भन्दो रहेछ होइन, दुईवटा अकाउन्ट हुँदो रहेछ, एउटा पर्सनल अकाउन्ट होइन, एउटा पर्सनल अकाउन्ट हुँदो रहेछ, अर्को इम्पर्सनल हुँदो रहेछ। पर्सनल अकाउन्टले भनेको कुनै पनि व्यक्ति, सङ्घ संस्था, इन्डिभिजुअल अथवा फर्म, बिजनेस फर्म, कर्पोरेट अफिसहरूको नाम आयो भनेदेखि त्यो पर्सनल अकाउन्ट हुँदो रहेछ। भने कुनै पनि लाइफलेस थिङ्सहरू जसको चाहिँ कुनै लाइफ हुँदैन र त्यसलाई हामीले देख्न छुन पनि सक्छौँ होइन, र त्यो चाहिँ कुनै प्रपर्टी एसेट्स होइन कुनै सामानको रूपमा छ र त्यसको कुनै मोनिटरी भ्यालुएसन हुन्छ भनेदेखि त्यसलाई हामी के भन्दो रहेछौँ, रियल अकाउन्ट भनेर भन्दो रहेछौँ। रियल अकाउन्टभित्र पनि दुईवटा पर्दो रहेछ, एउटा ट्यान्जिबल एउटा इन्ट्यान्जिबल। ट्यान्जिबल भनेको देख्न छुन सकिने, जसको सेप एन्ड साइज भएको, भनेदेखि इन्ट्यान्जिबल भनेको चाहिँ जसको कुनै सेप र साइज पनि हुँदैन, जसलाई छुन पनि सकिँदैन, देख्न पनि सकिँदैन, ओन्ली वी क्यान फिल इट भनेको इन्ट्यान्जिबल एसेट्स भयो। त्यो इन्ट्यान्जिबल रियल अकाउन्ट र ट्यान्जिबल रियल अकाउन्ट भनेर दुईवटा हुँदो रहेछ। नोमिनल भनेको चाहिँ इन्कम र एक्सपेन्सेस होइन,
इन्कम र एक्सपेन्सेस, लस एन्ड गेन भन्ने कुरा मात्र आउँदो रहेछ। एक्सपेन्सेस र लस भयो भने डेबिट, इन्कम र गेन भयो भने क्रेडिट। सो यो भयो ट्रेडिसनल कुराबाट, ट्रेडिसनल एप्रोचबाट। नाउ कम टु अन द बेसिस अफ अकाउन्टिङ इक्वेसन अथवा चेन्ज इन एसेट्स, लायबिलिटी एन्ड क्यापिटल भनेर भनेको। अब यो मोडर्न एप्रोच भनेको चाहिँ के हो त भनेर भन्दाखेरि चाहिँ मोडर्न एप्रोच भनेको चाहिँ त्यो ट्रेडिसनलको अपडेटेड भर्जन हो क्या साथीहरू, अपडेटेड भर्जन हो भन्न खोजेको। अब हामीले त्यसरी तीनवटा अकाउन्ट छुट्याएर अनि तीनवटा अकाउन्टको छुट्टा छुट्टै डेबिट क्रेडिटको रुल्स लगाएर हामीले जर्नल बनाउनु पर्दैन हैन। त्यसरी अकाउन्ट छुट्याएर रुल्स बनाइरहनु पर्दैन। यसमा चाहिँ यसले चाहिँ के भन्छ त भनेर भन्दाखेरि एउटा एसेट्स अकाउन्ट हुन्छ, अर्को ल्याबिलिटी अकाउन्ट हुन्छ, अर्को क्यापिटल अकाउन्ट हुन्छ, एउटा इन्कम हुन्छ, गेन हुन्छ, एक्सपेन्स हुन्छ, लस हुन्छ। भनेको जति पनि ट्रान्जेक्सनहरू बन्छन् ट्रान्जेक्सनहरूमा यो 7वटा कुरा मध्येबाट एउटा न दुईटा कुरा, एउटा अथवा दुईटा कुरा आइहाल्छ। जस्तै एसेट्स, ल्याबिलिटी हैन, क्यापिटल अनि इन्कम भइहाल्छ, गेन भइहाल्छ, एक्सपेन्सेस पनि हुन्छ, लस पनि हुन्छ। भनेको यो 7वटा कुरा मध्येबाट कुनै एउटा कुरा नभइकन ट्रान्जेक्सन बन्दैन। विदाउट दिस 7 थिङ्स हैन, एटलिस्ट एउटा कुरा नभइकन ट्रान्जेक्सन बन्दैन। सो ट्रान्जेक्सन हुनको लागि यो कुराको इन्भल्भमेन्ट हुनैपर्छ, नत्र त्यो ट्रान्जेक्सन हुँदैन। सो अब यसको रुल्स अनुसार के हो त भनेर भन्दाखेरि रुल्स अफ डेबिट एन्ड क्रेडिट एकर्डिङ टु मोडर्न एप्रोच अथवा अन द बेसिस अफ अकाउन्टिङ इक्वेसनको मेथडबाट के हो त भनेर भन्दाखेरि इन्क्रिज इन एसेट्स, जति पनि एसेट्स इन्क्रिज भयो भनेको बिजनेसमा एसेट्स आयो अथवा सम्पत्ति बढ्यो हैन, एसेट्स इन्क्रिज भयो र एक्सपेन्सेस भयो र लस भयो भने त्यसलाई सर्लक्क डेबिट गर्ने हो। इन्क्रिज इन एसेट्स, एक्सपेन्स एन्ड लस, त्यसलाई डेबिट गर्ने। त्यसै गरी एसेट्स अब इन्क्रिज मात्र हुँदैन नि, कहिलेकाहीँ डिक्रिज पनि हुन्छ नि त। सो सम्पत्ति घट्यो, खर्च घट्यो हैन, पहिला खर्च घट्यो र लस घट्यो भने त्यसलाई हामी के गर्ने, क्रेडिट गर्ने हैन। सो यसको डेबिट जाने भने क्रेडिट आफै जानिन्छ, किनभने एउटा कुरा इन्क्रिज हुँदाखेरि अर्को कुरा डिक्रिज पनि हुन्छ। एसेट्स सधैँ बढिरहँदैन, घट्छ पनि हैन। सो एसेट्स बढ्यो भने डेबिट, एसेट्स घट्यो भने क्रेडिट। अब एक्सपेन्सेस बढ्यो भने डेबिट हैन, एक्सपेन्सेस भयो भने डेबिट, अनि एक्सपेन्सेस घट्यो भने के हुन्छ त, त्यो भनेको एक्सपेन्सेस घट्नु भनेको फाइदा हुनु हो, फाइदा भएको कुरा क्रेडिट हुन्छ यहीँ। जस्तै इन्क्रिज इन क्यापिटल एन्ड ल्याबिलिटी, क्यापिटल र ल्याबिलिटीलाई जहिले पनि केमा राख्ने, क्रेडिटमा राख्ने। सो क्यापिटल ल्याबिलिटी बढ्यो भने क्रेडिट गर्ने, अब इन्कम बढ्यो भने क्रेडिट गर्ने, फाइदा बढ्यो भने क्रेडिट गर्ने। सो फाइदा घट्नु भनेको के हो, लस हुनु हो, लस भनेको डेबिट हैन। फाइदा घट्नु भनेको के हो त हामीलाई हैन, जस्तै फाइदा घट्नु भनेको के हो त भनेको लस हो, लस भयो भने डेबिट हैन। अनि लस चाहिँ घट्यो भने हामीलाई के हुनु हो, फाइदा हुनु हो, त्यही भएर डेबिट। सो यति कुरा चाहिँ तपाईँले अब जस्तै डिक्रिज इन क्यापिटल एन्ड ल्याबिलिटी भनेर भनेको छ, क्यापिटल र ल्याबिलिटी घट्यो भने के हुन्छ, डेबिट हुन्छ। यता एसेट्स एक्सपेन्स बढ्यो भने डेबिट, यता क्यापिटल ल्याबिलिटी बढ्यो भने के हुन्छ, क्रेडिट हुन्छ। सो एसेट्स हामीले पढेको थियौँ नि एकाउन्टिङ इक्वेसनमा, एसेट्स इज इक्वल टु हो क्यापिटल प्लस के भनेर पढाएको थियौँ, क्यापिटल प्लस ल्याबिलिटी भनेर पढाएको थियौँ। सो एसेट्स र क्यापिटल र ल्याबिलिटी चाहिँ के हो त, उल्टो पाटो हो के। यो एक साइडमा छ, यो एक साइडमा छ। एसेट्स भनेको जहिले पनि इन्क्रिज हुँदाखेरि डेबिट हुन्छ हैन, यो डिक्रिज हुँदाखेरि के हुन्छ, क्रेडिट हुन्छ भने क्यापिटल इन्क्रिज हुँदाखेरि डेबिट हुन्छ, यही कुरा डिक्रिज हुँदाखेरि क्रेडिट हुन्छ। सो यो उल्टो साइडमा छ नि त, एउटा लेफ्ट साइडमा छ, अर्को राइट साइडमा छ। त्यो भएको कारणले गर्दाखेरि यो फरक उल्टो कुरा हो। उल्टो कुरा छ भने यहाँ एसेट्स इन्क्रिज हुँदा डेबिट, यतापट्टि क्यापिटल इन्क्रिज हुँदा क्रेडिट, यही कुरा फेरि डिक्रिज हुँदा क्रेडिट, यही कुरा डिक्रिज हुँदाखेरि डेबिट। अनि इन्कमको उल्टो एक्सपेन्सेस, एक्सपेन्सेसको उल्टो लस हैन। सो यसरी हामीले पनि जान्न सक्छौँ। सो एभ्री ट्रान्जेक्सनमा यो 7वटा कुरा, यो माथि भएको 7वटा कुरा मध्येबाट कुनै पनि कुरा नभइकन ट्रान्जेक्सन हुँदैन। एटलिस्ट एउटा अरू दुईटा अकाउन्ट ट्रान्जेक्सनमा आउँछ। आइदर द्याट क्यान बी एसेट्स अकाउन्ट आउन सक्छ, ल्याबिलिटी अकाउन्ट आउन सक्छ, क्यापिटल अकाउन्ट आउन सक्छ, इन्कम अथवा गेन अकाउन्ट आउन सक्छ, एक्सपेन्स अर लस अकाउन्ट आउन सक्छ। सो विदाउट दिस 7 थिङ्स अथवा 7वटा टर्मिनोलोजी नभइकन ट्रान्जेक्सन बन्दैन। सो अब हामीले जर्नल बनाउँदाखेरि दुईटै बोथ ट्रेडिसनल एप्रोच अर मोडर्न एप्रोच दुईटै एप्रोच लगाएर पनि हामीले जर्नल बनाउन सक्छौँ। अब साथीहरूलाई कुन सजिलो लाग्छ त्यही अनुसारले बनाउनु होला। सो अबको हाम्रो नेक्स्ट क्लासमा हामी यो रुल अपनाएर हामीले कसरी जर्नल बनाउन सक्छौँ भनेर हामी जर्नल बनाउनेछौँ। सो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। कृपया मन परेमा लाइक, सेयर, सब्सक्राइब र कमेन्ट गरिदिनु होला। धन्यवाद।